सबभन्दा पहिला यसरी निकाल्ने। यसमा चाहिँ सकेसम्म यसमा भएको पानी चाहिँ नरहोस्। यसमा पानी भयो भने चाहिँ हजुरको चिसो भएर चिसो लाग्ने अरू अरू रोगहरूले एट्याक गर्ने सम्भावना हुन्छ। रोग लागेर औषधि गर्नभन्दा रोग लाग्नै नदिन चाहिँ धेरै राम्रो हुन्छ। यो हुन त हाम्रो यो एजोला सफाइमा छ, तर तैपनि धेरै ठाउँमा चाहिँ एजोला धेरै सफा ठाउँमा नहुन सक्छ। त्यसलाई चाहिँ एकचोटि हजुरले यसरी सफा गरेर एकचोटि यो सफा पानी हालेर यसलाई एकचोटि पानीबाट निकाल्नुपर्छ। किनकि सकेसम्म रोगहरू त लाग्न दिनै हुँदैन क्या। फोहोर खाएपछि त रोग पक्कै लाग्छ। त्यही भएर यसलाई चाहिँ एकचोटि चाहिँ धुने काम गरौँ। यो हाँसहरूलाई चाहिँ पोखरीकै भए पनि काम लाग्छ, बाहिर जहाँ भए पनि काम लाग्छ। यिनीहरूलाई धुन पनि पर्दैन। यिनीहरूलाई अलिकति हिलो पचाउने भएको भएर यिनीहरूलाई रहर गरेर खान्छन्। यो यिनीहरूलाई चाहिँ पोखरीमा खान दिने हुन्छ, बाहिर खान दिए पनि हुन्छ। यो सफा छ अहिले। अब चाहिँ मैले यसमा केही प्रतिशत चाहिँ पिठो मिसाउँछु। पिठो नमिसाइकन पछि त हजुरको एजोला मात्र मेरो कुखुराले एजोला मात्रै पनि खान्छन्। तर हजुरहरू सुरुमा सुरु गराउँदाखेरि के अरे 5 देखि 10% पिठो चाहिँ दिनुपर्छ। किनकि पिठोको लालचमा यिनीहरूले खान सिक्ने हुन् एजोला।